कुन ठाउँबाट भिडियो हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोला। आज चाहिँ भने म पकाउँदैछु चिकन टक्क मिठो बनाएर। ग्यास बाले, तोरीको तेल हाले, तोरीको तेल तातिसकेपछि थोरै मेथी पड्काएँ। जेमा पनि मेथी पड्काउने बानी छ मेरो चाहिँ। अनि मेथी फुरिसकेपछि चाहिँ चिकन हाले, चिकनलाई हालेर चिकनलाई मजाले भुटे, पानी पनि आइरहेको थियो। अनि त्यो पानी सुकेर तेल निस्किन थालेपछि मैले प्याज हालेँ, प्याजलाई पनि एकैछिन फ्राई गरेँ। फ्राई गरेपछि हालेँ मैले बेसार, नुन स्वाद अनुसार, अनि जिरा र धनियाँको धुलो। अनि यो मिट मसला चाहिँ कस्तो मिठो लाग्छ मलाई, 10 रुपियाँ खालको तर एकदम टेस्टी छ। अनि मैले पिनेको पेस्टमा हालेँ लसुन अदुवा र गरम मसला। अनि सबै पेस्टलाई हालेर मजाले चलाइसकेपछि चाहिँ टमाटर हालेर छोपिदिएँ। 3टा टमाटर काटेर हालेको थिएँ। हालेर छोपेपछि निकाल्दाखेरि चाहिँ टमाटर चाहिँ फतक्क गलिसकेको थियो। बच्चाहरूलाई पिरो नहालेको निकालेर पछि खुर्सानीको पेस्ट हालेर टाकटुक्कै बनाएर निकालेँ। खाँदा चाहिँ एकदम मिठो भएको थियो। यता आलु फ्राई हुँदै थियो, तरकारी र भात पाकिसक्यो।